हेलो गाइस, यो खोलामा चाहिँ पुरा काँडा बोकेर सुँगुर तराई भयो। यस्तै छ ल, हामी चाहिँ बाँसबोटे जाँदैछौँ अब। ल गाइजहरू, ल माथि डाँडा पनि छ। यस्तै छ ल, जिन्दगी चलिरहेछ है गाइस। त्यसरी चलाइराखेको छ जिन्दगी चाहिँ। जे होस्, पैसा नकमाए पनि यसो ठाउँ चाहिँ हेर्नु पाइयो। बाटोमा गर्मीले अलिक दुःख पाइयो। पाठा त अलिक बोकेर आउनु पर्दैछ। थोरै बोक्यो पाठा, 14वटा। यहाँ पारिपट्टि राख्ने भनेको 4-45 राख्ने भनेको सबजना गुटुङ नुहाएर 5वटा राखिहाल्यो। यता फेरि महँगो रहेछ, सस्तो भनिदिइहालेको छु मैले। अब 9वटा रह्यो। 9वटा चाहिँ माथि जहाँ अर्डर छ त्यहाँ चाहिँ पुऱ्याउनु पर्छ होला। 9वटा चाहिँ अलिक सानो सानो साइजको छ फेरि, ठुलो साइजको त लगेको। सुँगुर तार्दैछ केटाले। ल ल है, हाम्रो साथी पनि यता यहाँसम्म हेल्प गर्न आउनु भएको छ। ल यस्तै छ है। ल साथीहरू, हामी चाहिँ यहाँ आइपुग्यो है। ल भाइ, यो चाहिँ हामी यता आएको। यो ठाउँ रहेछ है गाइजहरू। यस्तो पुरै यस्तो बाटो छ, यस्तो डेन्जर। है यस्तो पाहाडतिर आइयो कि खतरनाकतिर। यसो घुमेर हामी यहीँ हामी उता डाँडा होइन केटा। ल गाइस, यो चाहिँ हामी कहाँ अरे बाँसपोटे कटरीदेखि माथि बाटोहरू यस्तो रहेछ, एकदम डेन्जर। हामी चाहिँ चट्ट अब हिँड्न लागेको छौँ। बाटो खाजा जानु है भने अब के गर्नु, गाह्रो छ। अब हाम्रो यता आइपुगेको छ है। अब यहाँबाट चाहिँ अब ठिक छ, यस्तो छ बाटोहरू गाइस। बाँसपोटे कटरीदेखि माथि डाँडा, सिन्धुलीदेखि वारीपट्टि अरे ठ्याक्कै यो चाहिँ। हामी चाहिँ डाँडामा आएछौँ चट्टा पारेर। अब दुईजना खाने, यहाँ माथि चाहिँ टक्क फेरि ढुङ्गा खाने, सुन खाने जस्तै ढुङ्गा र माटो बिक्री हुने। ल हामी जानु चाहिँ यही बाटो यता सिमेन्टीको खाने रहेछ यहाँ माथि चाहिँ। अब हामी चाहिँ अब त हाम्रो चाहिँ दुइटै गाडी हो। अब यहाँबाट चाहिँ अब हामी लाग्नु आँटेको है गाइजहरू।